हेलो नमस्ते। आज हामी अबुधाबीको अल माया रिसोर्टतिर आएको थियौँ। आएर बिहान भने दिउँसो आएको, फर्किने बेला भएको छ। मसँग साथमा दाइ हुनुहुन्छ। हामी चाहिँ दिउँसो 2 बजीतिर आएको थियो। अब चाहिँ लगभग 6:30 भयो साँझको फर्किन थालेको। यहाँहरू छ। हामी चाहिँ अब पारी यहाँदेखि हामी करिब 5 मिनट जति चाहिँ बोटमा चढेर जानुपर्छ। बोट के भन्छ यसलाई, बोटै भन्छ हो कि के भन्छ है। जान करिब 5देखि 10 मिनट 8-9 मिनट लाग्छ होला। जान पारीदेखि आउनुपर्छ। हामी चढिसक्यो, अर्को आइरहेको छ। गुरुजीले फेरि अगाडि नै सिट राख्दैछ। ल हामी अगाडि बसेको छ। सुरु भयो। पछाडि सब फुल छ। बत्ती बाल चाहिँ बन्द गर्दो रहेछ कि अँध्यारो भइसकेको छ। राम्रोसँग देखिएको छैन पछाडिको। पछाडि सब प्याक छ। एकदमै धेरै हुनुहुन्छ सबै पछाडि करिब पछाडि 15-20 जना हुनुहुन्छ होला। हामी अगाडि 2 जना छौँ। एकजना गुरुजी भनौँ, चलाउने ड्राइभर पाइलट। अँध्यारो भइसक्यो। यस आजको दिन रमाइलो भयो एकदमै। राम्रा सोल्टिनेहरूलाई देख्न पायो, त्यही हो रिसोर्टमा। काम पनि कति गर्नु है साथी हो। काम गर्दा कहिलेकाहीँ यसो मुड फ्रेस पनि गर्नुपर्छ। तर धेरै जान हुँदैन है। धेरै गइरह्यो भने चाहिँ मान्छेहरूले परिवारै बिर्सन सक्छन्। त्यो ठाउँमा गयो भने चाहिँ कहिलेकाहीँ चाहिँ ठिक छ, 1-2 महिनामा एकपल्ट छ जानुपर्छ। मेन्टल्ली पनि फ्रेस हुन्छ। जाँदैछौँ। एकदम बिचमा छ समुद्रको। यो ठाउँमा चाहिँ म चाहिँ पहिलोपल्ट हो मेरो चाहिँ फर्स्टचोटि। दाइ चाहिँ आइराख्नु हुँदैछ। उहाँको चाहिँ फ्यामिली हुनुहुन्छ। भाउजूलाई लिएर आएको हुँदैछ, भाउजू छोरी। म चाहिँ फर्स्टपल्ट आएको कि। तर एकदम मन पर्यो मलाई। एकदम राम्रो ठाउँ छ। तपाईँहरू पनि अबुधाबीमा हुनुहुन्छ भने आउनुहोस्। अल माया रिसोर्ट आइसल्यान्डको अल माया रिसोर्ट। लगभग हामी आउन थालियो। अब हामी आउन थालेछ धेरै छिटै। हामी झरियो। ल बोटबाट हामी झरेछौँ। दाइ अगाडि गइसक्नु भएको छ। के भएको ल
हलचल भयो कि जहाँ हामी झर्नु पर्थ्यो त्यहाँ चाहिँ अगाडि ठाउँ छोडेछ। अब चाहिँ हामी झरियो है त। अब रुम जानु पर्यो। दिनभरि जे जस्तो रमाइलो गरे पऱ्यो, साँझ त रुम फर्किनै पर्यो होइन त साथीहरू। दाइ अघि हिँड्दै हुनुहुन्छ, कुर्नु भएको छ। जाउँ दाइ जाउँ। हामी चाहिँ अब जानेछौँ है त। दाइ गाडी लिन जाने हुन्छ। गाडी चढिसक्यो हामी। ल दाइले ब्याक गरे हुन्छ ल। अब लागौँ। कस्तो लाग्यो दाइ तपाईँलाई आज? एकदमै रमाइलो फिल भयो दाजुलाई पनि, हाम्रो दाजुलाई पनि। फेरि अर्को चाहिँ आउनुपर्छ भन्नुभएको छ। ल है त लाग्यो साथीहरू। यही नै हो आजको सानो भिडियो भ्लग मेरो। ल है त गाइज, बाई।